हाम्रो यात्रा होइन यो नमस्ते सबैजनालाई पोखरा फ्यामिली ब्लगमा स्वागत गराउँछु। लगायत हाम्रो चाहिँ मावली गाउँको पूजाको दिन हामी चाहिँ सबै परिवार मिलेर तान्जुक जाँदैछौँ। हाम्रो यात्रा चाहिँ अहिले चाहिँ हामी चाहिँ टक्कै बाटोमा आइपुग्यौँ। के छ कताको यात्रा हो बिनिसाको? कान्छीपाडा भन न, कान्छीपाडाको दर्शन गर्न भन न। अहिले हामी चाहिँ ट्याक्कै चाहिँ यो पाउँदै लगभग 11-12 किलोमिटर हो होइन पोखरादेखि। 25 किलोमिटर। औसेली बेच्ने भाइ बहिनीहरू अहिले चाहिँ औसेली पाक्ने सिजन भएको भएर औसेली चाहिँ टक्क बाटोमा निशा के छ खबर? कताको यात्रा हो तिम्रो? हिनाजुलाई केही भन्नु छ कि? मेरो यात्रा चाहिँ मामाली गाउँमा अहिले लगभग 26-27 वर्ष पछाडिको यात्रा हो। त्यही भएर पनि म चाहिँ एकदमै खुसी छु। मन्दिरमा पनि लगभग त्यति नै भयो होला, त्योभन्दा अझै बढी भयो होला मन्दिर घर जान नपाएको। त्यो धेरै साल पहिला गएको थिएँ म र मेरो आमा। हामी चाहिँ भर्खर थियो त्यति बेला गएको थियौँ। त्यस पछाडि चाहिँ हामी चाहिँ कहिले पनि त्यहाँ जाने मेसो पनि परेन। अब समयले आज चाहिँ एकदम मामालीको कुल पूजा भएको कारणले पनि उताबाट निम्तो पनि आएको। अनि चाहिँ त्यही सिलसिलामा कान्छीपाडाको पूजा आज भएकोले दर्शन गर्नको लागि चाहिँ हामी अहिले चाहिँ हामी चाहिँ ट्याक्कै चाहिँ काँडेमा आइपुग्यौँ पोखरादेखि। अब हामी चाहिँ घुम्लेबाट ट्याक्क चाहिँ तान्जुक जाने बाटो। बन्द थियो क्या ढलान गर्नु लाग्छ। अब चाहिँ यस्तै बाटो कडा रहेछ। अहिले चाहिँ यो चन्द्रकोट हो। यहाँबाट चाहिँ टक्का चाहिँ अगाडि सकेपछि त्यो पिपलको बुट छ नि,
त्यहाँनिर थियो कि छिरिङहरूको रेस्टुरेन्ट। त्यहाँ बसिसकेपछि त्यत्तिकै रमाइलो हुने क्या, मजाले चाहिँ तलतिर हेऱ्यो यो तर फेरितिर। दिनेश मामा अनि पर्दैन हो अगाडि हेर्नु अनि चाहिँ ट्याक्क चाहिँ गाडी आयो यति चन्द्रा कोटेर के अरे पाक्ली खेते माझगामे तान्जुके पढ्ने स्कुल यहीँ हो। कति रमाइलो थियो। लुम्लेदेखि यता लागेपछि पुरै चाहिँ अफरोड रहेछ र अझै चाहिँ यहाँ थोरै कोही ठाउँमा थोरै मात्रामा ढलान, धेरै जस्तो ठाउँ चाहिँ अझै पनि ढलान नभएको, तर बाटो चाहिँ ठिकै छ अहिलेसम्म के। तर यतिको ठिकै हो, अलिकति चाक्लो भइदिएको अझै राम्रो हो। बाटो चाहिँ एकदमै सानो रहेछ, एउटा गाडी आयो भने चाहिँ ट्याक्क गाडी रोकेर नै चाहिँ पास गर्नुपर्ने। यो 25-26 वर्ष पछाडिमा यहाँ आएको यो बाटोको परिवर्तन। पहिले चाहिँ हिँड्ने बाटो मात्रै थियो, हामी चाहिँ हिँड्नलाई चाहिँ यही बाटो हिँड्ने थियौँ, तर गाडीमा चाहिँ आइएको थिएन, धेरै साल भयो। त्यति बेला बाटो पनि फुटेको थिएन। यहाँ चाहिँ यो सबैभन्दा ठुलो पहिरो यहाँ हो। यो पहिला चाहिँ यहाँ यो पहिरो चाहिँ एकदमै भन्जारी पहिरो गएको थियो, अहिले चाहिँ यहाँ चाहिँ पहिरो गएको जस्तो उस्तो भएको रहेछ, सबै चाहिँ जङ्गल भएको रहेछ। अहिले चाहिँ हामी चाहिँ कान्छीपारा मन्दिरको प्रवेशद्वारमा आइपुगेको छौँ। आज चारैतिर गाडीको पार्किङ, मान्छेहरू पूजासुजा भ्याएर पनि मजाले चाहिँ खाजा खाने प्रक्रियामा छन् बिचराहरू सबैजना। कहाँदेखिबाट आएको नि सब भोकै आइहाल्छन्। अनि रमाइलो सजियोस्। आस्था भनेको मान्छेलाई जहाँ बसी पनि जस्तो भए पनि आस्था भनेको आस्था हुन्छ। आफ्नो परम्परागत मानिआएको आफ्नो रीतिरिवाज मान्यो भनेपछि नेपाल अधिराज्यभरिबाट आज चाहिँ यहाँ चाहिँ मान्छेहरू आएको छन्। ल यो चाहिँ कान्छीपाराको मन्दिर प्रवेशद्वार भयो। हामी चाहिँ मन्दिरमा अब भाइलाई पनि भेट भयो आज। यो ताल चाहिँ कहिले पनि नसुक्ने ताल हो, तर अहिले चाहिँ पानीको सफाइ साह्रै कम्ती भएको छ। सायद यो यताबाट चाहिँ यो पानी बगेर आउने ठाउँहरू यहाँ जम्मा हुनुपर्ने हो, यो चाहिँ कम्ती भएर होला। कान्छीपाराको मन्दिर यही हो। जस मन्दिरको वरिपरि चाहिँ निकै राम्रो बनाएको रहेछन्, पहिलाको भन्दा धेरै नै व्यवस्थित रहेछ रहनलाई। जस धेरै नै रमाइलो छ, मान्छेको भिड तन्नुमा। यो चाहिँ वर्षमा एकचोटि दुईचोटि खोल्ने भएको कारणले गर्दा पनि मान्छेको चाहिँ भिड तन्ने हुन्छ। होइन हजुर कतिको थाक्नुभयो? ए ठिकै के थाक्ने र त्यति हिँडेर आम्दानी के थाकिन्छ। रमाइलो छ है ठाउँ त, रमाइलो बनाएको। राम्रो बना तर पोखरीको पानी चाहिँ अहिले चाहिँ धेरै नै कम्ती भएर छ कि। फर्स्टचोटि आएको अब राम्रै लाग्यो है भन्नुभयो। अब पहिला आएन होइन, यो पहिला चाहिँ यता चारतिर जङ्गल थियो, अहिले चाहिँ जस यो चाहिँ यो व्यवस्थापन चाहिँ राम्रो भएको रहेछ। यो अलि टाकुरा थियो भन्दाखेरि यो मन्दिर के अलि भित्र पहिला म त 25-26 वर्ष पछाडि बल्ल आएको, त्यसै रमाइलो लाग्यो। पूजाको सामग्रीहरू बेच्नेहरू सबै चाहिँ यस्तो यस्तो रहेछ। यो लाइन हो है, लाइन रहेछ। लाइनमा बसिहाल्यो तिम्रो दर्शन गर्ने। त्यहाँ खास बराको ठुलो चाहिँ उस गर्ने बलिको लागि चाहिँ उता हो क्या के अरे होइन? त्यो चाहिँ भक्कल सकल त्यो पल्लो होला। भक्कल सकलहरू हामी दर्शन हामी त्यही त एउटामा हेरेर आयो त्यो एक साइडमा
स्याउ र त्यो एउटामा हालेर राख के यसमा त्यसो रमाइलो छ चारैतिर मान्छेको भिड चाहिँ छ लाइन चाहिँ निकै लामै लाइन भइसकेको रहेछ धेरै रमाइलो ठाउँ यो भक्तको दर्मीहरूले चाहिँ यस्तो बोकाहरू खुसी बोकाहरू लिएर आउँछन् यहाँ चाहिँ बलि पनि दिने चलन छ दर्शन गर्नुको लागि चाहिँ लाइन यो आज पल्किने दिनै हो खोइ पनि भान्जा होइन मन्दिरमा आएर राम्रो राम्रो दर्शन मागा है धेरै धेरै पढ्ने भन्ने अनि चाहिँ भविष्यकोमा चाहिँ राम्रो हुनु परेन अहिले त सानो सानै छौ कान्छी भएर आएको पनि क्षेत्रफल छ यसमा पहिला यसमा त पुरै खेती लगाउँथ्यो पुरै खेती लगाउँछ यहाँ पनि लगाउँछ जुन त्यो तार छ नि यो मेरो हो कि यो मेरो यो समात मैले मेरो कसैले अहिले सकिन्छ अरे चाहिँ हामी मन्दिरमा पूजासुजा गरेर पनि हामी निस्किसकेको अवस्था छ बिनाजीले चाहिँ पूजा गर्नु भएन आज हामी चाहिँ सबैले पूजा यहाँ कान्छी बुढाको दर्शन गरेर टक्क हामी निस्क्यौँ अब हामी चाहिँ यता मामालेको फुल पूजातिर गुँयलीको बोट यस्तो गुँयली फलेको छ हेर्नु नि यो गुँयली यति राम्रो फलेको थियो खानु हुन्छ नि यो पाकेको यस्तो मिठो हुन्छ नि त ल आज 25-26-27 वर्ष पछाडि 25-26 वर्ष पछाडि चाहिँ मामाली गाउँमा आइयो ल हेर्नु यस्तो मजाले यो गाउँ अहिले चाहिँ अब चाहिँ मान्छेको बस्ती छैन हेर्नु धेरै साल पछाडि आइयो खुसी लाग्यो दुःख पनि लाग्यो मामालीहरू अहिले कोही पनि यहाँ हुनुहुन्न सबै बजारतिरै जानुहुन्छ हामी पनि यहाँ आज चाहिँ संयोगले चाहिँ यहाँ आउने मेसो पर्यो धेरै खुसी लागिरहेको छ यही ठाउँमा खेलेर हुर्केर आज यही ठाउँमा 25-26 वर्ष पछाडि आउँदाखेरि मनमा अलिकति खिन्नता पनि हुँदो रहेछ खुसी पनि भइरहेको छु त्यही पनि हेर्नु न है सरसफाइ नै छ त अनि के छिनाले मात्रै काटेको ढुङ्गो हो यो होइन तर यत्रो हाम्रो ढुङ्गो त यति ठुल्ठुलो त एउटा दुईवटा त किन नदेखिने तर घर पछि यत्रो त कहीँ पनि भेटिएको छैन कि जहाँ डुले पनि उहाँ उसमा सिरानी नै छैन यो चाहिँ लाइन टक्कै घर घरै छ होइन यहाँ पनि मान्छे बस्दा रहेछ हेरियो है नमस्ते माइजू नमस्ते नमस्ते बाबु नमस्ते कति बेला आइपुग्नु भयो सबैजना भेटघाट पनि भइहाल्यो यी ल ल ल ल हजुर आमा हाम्रो मामालेहरू घतानेको कुलन मन्दिर चाहिँ यो ठाउँमा बाटो चाहिँ अहिले चाहिँ बहुत राम्रो बनाउनु भएको रहेछ उता चाहिँ मान्छेहरू पनि सबै आउनुभएको छ सबैजनाहरू
आज धेरै नै खुसी छु। मैले भने पहिले नै 25-26 वर्ष पछाडि चाहिँ मामाले गाउँमा आउँदाखेरि त्यही पनि कुलानको पूजामा परेको हो र अनि यहाँ सबैजना भेट्ने मेसो पऱ्यो। म अति नै खुसी छु। यो सबैजनालाई यो गाउँहरूको सिँढी यस्तो मजाको छ। अनि ठुलो चाहिँ ठुलो रहेछ। कुलान चाहिँ लास्टै तनावै रहेछ। तर नि थाकेको महसुस चाहिँ भएको छैन। पार्टीहरू हुन् ल पहिला त बुढीलाई सम्झिनु भएको है। अन्नपूर्ण गाउँपालिका 7 निवासी स्वर्गीय हजुरबुवा भक्तबहादुर घताने तथा स्वर्गीय हजुरआमा अज्ञात शुभ घताने जीको सम्झनामा नातिनीहरू प्रकाश घताने, रञ्जन घताने र सुनिल घतानेज्यू लगायतमा घताने फलक कुल मन्दिर जाने बाटो निर्माण सम्पन्न भयो। 83 वैशाख 6 गते रोज दिन शुभ। मलाई त थकाइ नै लागेन। रमाइलो लागेर हो कि किन हो? रमाइलो लागेर होला, थकाइ नै लागेन। घताने दाजुभाइको कुल मन्दिर। अब चाहिँ मामाले गाउँमा पनि धेरै साल पछाडि आएर अब फेरि चाहिँ फर्किने। हामी चाहिँ बाटोमा चाहिँ फर्किँदैछौँ। हाम्रा मित्रहरू, उहाँ चाहिँ सबैभन्दा ठुलो मित्र, अलि साना साना मित्रहरू। डाँडा भए पनि जस है भाग्यमान ठाउँ रहेछ कि फेरि बस्ती बस्ने जस्तो ठाउँ त यो छैन नि त। सुताइ हो भर्खरै निकै मिठो मिठो कुरा गरेर जस्तो लाग्यो त।
ल ठिक छ पानी ठुलो परेको कारणले मैले चाहिँ ब्लगलाई पुरा बनाउन पाएन सो आजको ब्लगलाई म अन्त्य गर्न चाहन्छु अर्को नयाँ ब्लगमा फेरि भेट्नेछौँ हस्त नमस्ते